केपी ओलीलाई मात्रै 74 जना जिम्मा चाहिँ दिन पाउनुहुन्न तपाईहरुले। आधे दिनले केपी ओलीमा हेलिकप्टर चढेर भाइरमा के रे महाराजगञ्जमा गएर छेकेर राखे हैन। केपी ओलीले आएर बन्दुक हाने हो त्यहाँ? हान्न चाहिँ पुलिसले हानु आधे चाहिँ दियो होला नि त। आधे दिने मान्छे छ नि त त्यहाँ। मेयर भन्ने मान्छे अहिले उहाँ कता प्रधानमन्त्री हुन्छु भनेर जानु भएको छ हैन? जानु भएको छ हैन? हेर्ने हो भने घन्टी जोइले ला देख्छु हैन। तपाईहरुले जे भनेर जे गरे पनि भोट चोरीमा हाल्ने हो। दुनियाका छोराछोरी मार्नु पाइयो पाइएन नि। एमाले जित्नुपर्छ, केपी ओलीले जित्नुपर्छ, मेरो प्रतिक्रिया यस्तो हो। परिवर्तन यहाँभन्दा परिवर्तन कति हुनु पर्यो क्या? यहाँभन्दा परिवर्तन हुनु भने के क्या? ठुलो मान्छेलाई चाहिँ कुनै कानुनी नहुने हो त। उनीहरू पैसा दिइरहेको छ त। आदेश दिने नै केपी ओली हो, किन दियो भनेर भनिरहेको छ। भोट त मैले सोरेर हाल्ने। कसले काट्ने? किन काट्ने मेरो हात? मैले कसै के गर्दा मेरो हात काट्नलाई? अहिले त घन्टी बोकेर आएर त भोलि जाने पर्सि जाने त कुरा छोडिदिनु। भोट हाल्ने बेला को कहाँ जाने त कुरो त त्यही ठाउँ होला। अहिले त बोकेर आयो नि तपाईँहरूले होइन? त्यस कारणले गर्दा हामीले तपाईँहरूले जे भनेर जे गरे पनि भोट चोरीमा हाल्ने हो। अनि कुन चाहिँ अध्यक्षले नभन्नुहोस् न भाइ। अनि केपी ओलीले आएर बन्दुक हाने हो त्यहाँ? हो सरकारमा बास भाइ मे धन्यवाद। प्रधानमन्त्री केपी ओली हुनुहुन्थ्यो है। बच्चा चाहिँ 19 जना बच्चा मरे। अब अहिले यो मेयर भन्ने मान्छे अहिले उहाँ कता प्रधानमन्त्री हुन्छु भनेर जानु भएको छ होइन? जानु भएको छ होइन? प्रधानमन्त्री हुन्छु भनेर जाने मान्छेले अनि त्यो ल केपी ओलीले बच्चा मारो। अनि कुन चाहिँ बच्चालाई एउटा श्रद्धाञ्जली कुन चाहिँ ल्याएर दियो त? ल मलाई भनिदिनुहोस् त। एउटा कुरो श्रद्धाञ्जली आएर कुन चाहिँले दियो त तपाईँहरू भनिदिनु न। तर के भने मान्छे त अब कसले मरो काँडा मरो ती कुराहरू भने त अब भोलिको दिनले छानबिन गर्दै जाला। भोलिको दिनले छानबिन गर्दै जान्छ नि त। भनेपछि अब तपाईँ एमाले पहिला समाजवादीको नेता हुनुहुँदो रहेछ, कतिको सन्तुष्ट हुनुहुन्छ? कहाँको समाजवादी? के को समाजवादी? कहाँको समाजवादी भने यो तपाईँको बाटो घरको अगाडिको बाटो यस्तो छ, कतिको सन्तुष्ट हुनुहुन्छ कामप्रति? ए भाउ यो चाहिँ अब बिस्तार होइन यो चाहिँ अब बिस्तार हुँदै गएको छ। अब 54 सालमा बाटो खुलेको दिन त समाजवादीले पनि 5 वर्ष जस्तो चलाउनु लाग्नु भयो, 3.5 वर्ष चलाउनु भयो। उहाँले बनाइदिए भए पनि हुन्थ्यो। रविजी गृहमन्त्री हुँदा उहाँले चाहिँ यो बाटोलाई हालिदिए भए पनि हुन्थ्यो। अब त्यो सबै थोक यहाँ अहिले हाम्रो आशिका बहिनी आउँदैमा यो बाटो पिच हुने पनि भोलि बिहान होइन हजुर। हेर्नुहोस् अरू आउँदैमा पनि पिच हुने होइन, कर्म सेव होला। कुनै दिन अब यहाँ पनि पिच होला। यति यो बाटो अब भारी बोकेर धार्के जानुपर्छ हामीले। अहिले त गाडीमा झन्न चढेर जानु पाइन्छ, गाडी आउँछ। हाम्रो यसै राम्रो त त्यहाँनिर राम्रो त मान्नु पऱ्यो नि परेन र? परिवर्तनको पक्षमा हुनुहुन्न तपाईँहरू? परिवर्तन यहाँभन्दा परिवर्तन कति हुनु पर्यो क्या? यहाँभन्दा परिवर्तन हुनु भने के क्या? ठिक छ उहाँले लड्न पाइहालिन्छ नि, पाइन्छ, लड्ने अधिकार छ होइन। मेरो प्रतिक्रिया त एमाले जित्नुपर्छ, केपी ओलीले जित्नुपर्छ, मेरो प्रतिक्रिया त हो। मेरो चाहिँ अब भोलि हार पनि सहिन्छ। मैदान त बाबु अब के मैदान गएपछि जित हार भने त भोलि तपसिलका कुरा हुन् होइन? जितेर आए यसै ठिक छ, हारे पनि बिहोर्नु पर्ने कुरो हुन्छ होइन र? हारलाई त के अब कसैले केही भन्नु मिल्दैन होला त। हारिसकेपछि जितिगयो, जितेर आयो यसै भइगयो। जित्नु पर्छ भन्ने मेरो चाहिँ माग छ। होइन केपी ओलीले जलाएको तपाईँहरूको कुरो त त्यो आयो नि होइन र? होइन त्यही त तपाईँहरूको कुरो त त्यो आयो नि। सिंहदरबार जलाउने बच्चा मार्ने त जम्मै केपी ओलीले हो नि होइन? प्रधानमन्त्री उयो कसले मार त? अरूले भन्नु न। तपाईँहरूको कुरो त त्यहाँनिर छ त होइन? हो होइन बुझ्न चाहिँ तर मार्ने चाहिँ होइन नि फेरि केपी ओलीले। तपाईँ राम्रोसँग बुझ्नुहोस् तपाईँले पनि फेरि। हो केपी ओलीले मारे चाहिँ होइन नि फेरि, राम्रोसँग बुझ्नुहोस्। हो जिम्मा त किन ल अहिले दिनको 19 दिनको जिम्मा केपी ओलीले लियो अरे ल। अनि भोलिपल्ट जिम्मा चाहिँ कसले लिने? हजुर उसले राजीनामा गरेको जिम्मा चाहिँ कसले लिने? ए गोली चलो मान्छे मरो राइट कुरा हो क्या। अनि भोलिपल्ट त गोली नचलिकन किन संसार जल्यो? किन जल्यो? गल्ती गरे होइन भने कस्तो अब गल्ती बस चलाउने मान्छेको गल्ती हुन्छ, प्यासेन्जर गल्ती हुँदैन। हो बुझेछ होइन? धेरै बोलेर फाइदा नि छैन, धेरै बोलेर कल्याण पनि छैन। ड्राइभरको गल्ती हुन्छ, प्यासेन्जर गल्ती हुँदैन। जो ड्राइभर हो त्यसले जिम्मा लिनै पर्छ, त्यसलाई जिम्मा दिनै पर्छ होइन? तपाईँहरूको कुरो यो हो। तर अब भोलि रहेछ भने जिम्मा लिन्छ, रहेछ भने कसले जिम्मा लिन्छ त्यसले लिन्छ। भोट त मैले सोरेर हाल्ने। कसले काट्ने? किन काट्ने मेरो हात? मैले कसै के गर्दा मेरो हात काट्नलाई? खाल्टो त अब खाल्टो त भइहाल्छ नि। समय ठाउँ बनाएर हाल्ने। देशलाई खाल्टो चाहिँ बनाउनु भर्खर हिँड्नु भएको छ तपाईँहरू। देशलाई खाल्टोमा हाल्दा चाहिँ तपाईँहरू हिँड्दै हुनुहुन्छ भर्खर। खबरदार केपी ओलीलाई मात्रै 74 जना जिम्मा चाहिँ दिन पाउनुहुन्न तपाईँहरूले। होइन एकजना होइन, तपाईँ समुच छ। तपाईँहरूले मार्दै हिँड्ने अनि केपी ओलीलाई भन्ने चाहिएको कुरा गर्नु नि फेरि त्यो सिधै
आरोप त नलाउनुहोस् आरोप लाउनु पाइँदैन ए धेरै नखिचिरहनु त्यसलाई ल्याएर त राख्नु पर्यो नि त कठहरा उभाउनु सक्नु पर्यो नि अनिखेरि ज्यान मार भनेर तपाईँहरूले ट्याग लाउनु भएको धन्यवाद भनेर खुसी भएर भन्छौँ हामी हजुर होइन इन्टरभ्यूको कुरा छोड्दैन इन्टरभ्यूको कुरा छोड्दैन होइन उसलाई कठघरा ल्याएर उगाउन सक्नुभयो भने चाहिँ तपाईँहरूलाई धन्यवाद तपाईँहरूलाई धन्यवाद लाउँछु तर 74 जना उसकै जिम्मा भन्दै चाहिँ नहिँड्नुहोस् अहिले चाहिँ पाइँदैन अरूलाई पनि थप्नु पाएन सर ज्यानमाराले त ल्या थप्ने भए मलाई राख्नु नि त कहाँ लगाएर तपाईँहरूको बोली बन्द गर्नलाई के त्यो उसले त्यही भएर बन्द गर्न लायो त्यहाँ अब सिंहदरबार भत्काउन गए हान्दैन होला नि एउटा कुरा त्यतातिर नि तर्क हुन्छ उसले भत्काउनु गएपछि हान्छ नि तपाईँहरू घरमा ढोका लातान हाल्नु तपाईँ चुलाएर बस्नुहुन्छ ठुलो मान्छेलाई चाहिँ कुनै कानुनै नहुने हो त उनीहरू पैसा तपाईँलाई चाहिँ के लाग्छ त कसले चाहिँ हत्या गरे अथवा आफै मर्या हो त बच्चा बच्चा मार्नु ठिक भएन त्यो सिंहदर त घोडा डलाउन नै ठिक हुँदैन त अनि आन्दोलन परिवर्तन हुनलाई त केही न केही त हुनुपर्छ होला केही न केही हुनुपर्छ भने दुनियाँका छोराछोरी मार्नु पाइयो पाइएन नि कसले मारे त मारो अब ठुला पार्टीले धन सम्पत्ति धेरै हुनेले जो सरकारमा छ त्यसैले मार हामी यही हो भने नाम पुलिसले भन्न न पुलिसले हाने गोली भन्न न हान्न चाहिँ पुलिसले हानु आदेश त दियो होला नि त आदेश दिने मान्छे छ नि त त्यहाँभित्र भन्नु त त्यो केपी ओलीले नै दिइरहेको छ त आदेश दिने नै केपी ओली हो किन दियो भनेर भनिरहेको छ त समाचारमा तपाईँहरूले इन्टरभ्यू लिनै पर्दैन सबैले सानो 2 वर्ष बच्चाले नि थाहा पाइसकेका कुराहरू हुन् के अरे यो आदेश दिने नै केपी ओलीमा हेलिकप्टर चढेर भाइहरूमा के अरे महाराजगञ्जमा गएर छेकेर राखे होइन हत्या गरेको जस्तो लाग्छ उसैले नत्र किन भाग्नु पऱ्यो त उसले हत्या नै गरेको छैन राजीनामा किन दिनु पऱ्यो रातारात मेरो पार्टी भनेपछि कुनै पनि छैन थाहा नै छैन म कुन चाहिँले लहर माहौल बढी चल्छ त्यसै मलाई ठोबिने हो माहौल अहिलेको हेर्ने हो भने घन्टी चाहिँ ल्याएर देख्छु होइन म त त्यही हो मेरो अहिलेसम्म मेरो कुनै नाममा मेरो पार्टी दर्ता भनेर नाम लिस्टमा छँदा पनि छैन मेरो परिवारकै छैन मेरो 6 जना परिवार छन् कोही विदेशतिर छन् 2-3 जना होइन मेरो हाल्दिनु त्यही मेरो छोराले पनि ल है भनेर फोन गरेर ल फलानालाई घन्टी भोट हाल भनिसक्यो सही र सत्य बाटो कोही पनि हिँड्नुपर्छ अनि मान्छे मात्रै ऊ हुन्छ नत्र हुँदैन त्यो अरू शिवराज रेग्मीले गराएको थियो नि प्रधानजीले हो उसले गराए जस्तो चुनाव हुनु पर्यो अनिखेर हुन सक्छ स्वतन्त्र चुनाव नत्र भने यो अहिलेको प्रधानमन्त्रीको त हामीलाई फर छैन भएको कुरा यो पाटेबाट टिपेर लिएर गएको प्रधानमन्त्री हो अनि यसको के भरोसा खोइ ऊ अर्कैको पारामा दौडिरहेको छ कसरी हुन्छ अनि खोइ रवि लामछानेले के भने हामीले कुरै सुनेको छैन हामी मिडिया सुनेको छैन केही छैन हामी त एउटा बुढो मान्छे हो है तर हामीलाई गल्ती हामीलाई चित्त नबुझेको कुराहरू तपाईँहरूसित गर्न पाउँदा हामीलाई बहुत खुसी लागेको छ थाहा छ नि यो हुनै पर्यो राम्रो हुनु पर्यो अनि त्यसमा एकचोटि अर्को ऊ हुनु पर्यो कि मेरो लागि होइन यो जनताको लागि हो यो तपाईँहरूको बच्चाको लागि हो मैले भन्न खोजेको म त मेरो छोराहरू त तपाईँहरूभन्दा बुढा छन् मलाई किन चाहियो मलाई केही पनि चाहिएको छैन मात्रै हामी के भन्छौँ भने अब नयाँ आएको पिँढीलाई राम्रो हुनु पर्यो भन्ने हाम्रो सोच हो अब तपाईँहरूको विचारमा के लाग्छ हामीलाई थाहा छ बालेन कुलमानसँग मिल्ने कुरा के छ त रविको के भन्नुहुन्छ बालेन रविले अहिले राम्रो गरिरहेको हो अब उनीहरूले राम्रो गरेको छ अझै राम्रो होस् भन्ने हाम्रो सिद्धान्त हो